हेलो। आज चाहिँ बाहिर मौसम पानी परेर एकदम लोकल कुखुरासँग चाहिँ ढिँडो खाने निदो गरेको छु। पकाउँछु अनि खाने हो आज चाहिँ राम मजासँगले। यता चाहिँ मैले मजाले मेथी ज्वानो फुटाइसकेको छु, हल्का थोरै प्याज पनि राखेर फुटाएँ। अब चाहिँ म तरकारी मासु लगाउँछु है। ल अब यसलाई चाहिँ मजासँग छोपी पकाउनु पर्ने हुन्छ। हल्का थोरै मसलाहरू राख्छु, धेरै मसला राख्दिनँ। बच्चाहरू छन्, कचाङ कुचुङ कराउँदैछन्, राम्रो सुनिरहेको छैन होला, बच्चाहरूको धेरै हल्लाइरहेको छ। अहिले पछि म अलिअलि क्लिप राख्छु पनि राख्दिनँ पनि, नत्र खाने ठाउँमा भेटाउँला है। टमाटर पोलेर बनाएको चटनी चाहिँ एकदमै मिठो लाग्छ। आज टमाटर पोलेर चटनी बनाउने वालामा छु। अब चाहिँ मासु पाकेर रेडी भइसकेको छ, यतिको भइसकेको छ। अब चाहिँ यहाँ रस राख्नुपर्ने हुन्छ। रस राखौँ। हामी 4-5 जनालाई पुग्ने गरी। ढिँडोलाई त खासै धेरै सुप त चाहिँदैन, तर कोही ढिँडो नखाने पनि हुनुहुन्छ हाम्रो घरमा, त्यो चाहिँ राख्दिउँ है। ल सिम्पल, तर खै किन हो मलाई चाहिँ मिठै लाग्छ। एकदम सिम्पल नै धेरै यो भन्दा पनि, मसलेदार भन्दा पनि सादा छुट्टै टेस्ट आउँछ के। अब म चाहिँ यता अचार पिस्छु। यहाँ अचार पिस्छु। नुन राखी, नुनसँगै म यहाँ टिमुर राख्छु अलिकति। टिमुर अब फर्स्टमा यसलाई पिसौँ। अब टिमुर पिसिसकेको छ। अब म यसमा राख्छु पुदिना पदिना के भन्छ। पुदिना चाहिँ पिसेर पनि रेडी भइसकेको छ। अब म यसमा राख्छु खोर्सानी। यो चाहिँ पोहोरको डल्ले खोर्सानी हो, मैले खल्पिराखेको थिएँ। 2टा मात्रै राखेँ, किनभने हाम्रो घरमा अलिक खोर्सानी कम खानेहरू पनि हुनुहुन्छ। खोर्सानी पिसिसकेको छ। अब म राख्छु यहाँ अघि पोलेर राखेको टमाटर। पोलेको टमाटरसँगै यसरी ढुङ्गाको सिलौटामा पिसेर खाँदा चाहिँ आमामा स्वाद चाहिँ के भन्नु। मलाई चाहिँ लास्टै मनपर्छ है यो टमाटर। तर यसपालि अलिक मजाले नपाकेको रहेछ, मजाले पिसिँदैन। तरकारी रेडी भयो। अब यसमा राख्नुपर्ने हुन्छ लास्टमा धनिया, हरियो धनिया। ल मेरो तरकारी रेडी भयो है। लोकल कुखुराको झोल। चिसो छ पानी परेर। ल अचार पनि पिनेर रेडी गरेँ। अब यसलाई राख्नुपर्ने हुन्छ बटुकामा। ल चटनी पनि रेडी गरेँ। अब ढिँडो पकाउनु पर्ने हुन्छ। ढिँडो पकाउनुको लागि पानी पनि उम्लेर रेडी भइसकेको छ। अब यसमा राख्ने कोदोको पिठो, लोकल अर्ग्यानिक गाउँको कोदोको पिठो। मेरो साथी देवकीले अस्ति हालिदिएको थियो। आज खाँदैछु देवकी, तिमीले हेऱ्यौ भने। तिमीले दिएको पिठोको ढिँडो आज खाँदैछु है। वाइटै भयो। भयो त्यहीँ होस् कि तातोमै उक्का हुनुपर्छ कि, सेलेपछि त
चुच्चा नि 5 दिन नन स्टप के नखानु नि नगर्नु मैले दिनरात। हेलो सेवा नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म लोकल कुखुरासँग ढिँडो खान लागिराखेको छु। बेलुकीको खाना चाहिँ देखिएन, सेट गर्नु पनि आएन, खाएँ ल। नुन अलिक चर्को भयो क्या हो। यहाँ चाहिँ चटनी छ, टमाटर पुदिना अन्डाको तरकारी पनि छ। कुखुराको खुट्टी तरकारी ढिँडो चाहिँ अलिकति खान सक्न
थोरै यति रह्यो अघि साँझमा बल्ल त खाजा खाएको हामीले पेट फुल थियो ल आजको भिडियो यहीँ अन्त्य तपाईँलाई देखेर झन् कन्फिडेन्ट भन्नुपर्ने झन् ल आजको भिडियो चाहिँ म यहीँ अन्त्य गर्छु तरकारी चाहिँ मैले खाएर सकाइसकेको छु ढिँडो थोरै रह्यो अलिकति चाहिँ खान सकिनँ यसलाई म भोलि व्यवस्था गर्नेछु भन्दै आजको भिडियोबाट बाई बाई फेरि अर्को भिडियोमा भेटौँला सुरुमा छु त्यही भएर कन्फिडेन्ट भइसकेको छुइनँ क्यामेराको अगाडि बोल्नलाई मेन चाहिँ सिक्दै जानेछु साथीहरू हेरेर भिडियो राम्रो लाग्यो भने एउटा लाइक कमेन्टसँगै सब्सक्राइब गर्न नभुल्नुहोला बाई बाई